हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी म काजल समीक्षा चाहिँ सावित्री थुक्पा पसल जाँदैछौँ। यहाँ चाहिँ काजल जाँदैछिन् अगाडि यो चाहिँ समीक्षा हो। अनि आज चाहिँ यस्तो मौसम छ नि त, अनि हामीलाई चाहिँ साह्रै थुक्पा खान मन लाग्यो। अनि घरमा बनाउन पनि हिलो थियो, झ्याउ पनि लाग्यो। अनि त्यही भएर हामी चाहिँ निस्केको। हेलो काजल, कता? तिम्रो त फर्स्ट टाइम होला आज? हामी यहीँ नजिकैमा जान्थ्यौँ, अब काजलले गएको छैन भनेर चाहिँ हामी गएको आज। हामी चाहिँ यस्तो सर्टकट बाटो जाँदैछौँ। म चाहिँ अस्ति भर्खर पनि गएको थिएँ दुईजना साथीसँग, अब आज उनीहरूसँग जान लागेको। लेङ्गा उठाएर हिँड्नु पर्ने छ। मेरो पनि सबै भिजिसक्यो, केही छैन। तर अब आज यस्तो छ बाटो। हामी चाहिँ यो रोयल किचन गेस्ट हाउसदेखि यताभित्र बस्नुपर्ने हुन्छ। हेलो हेलो सिजर। हामी चाहिँ सावित्री थुक्पा पसल आइपुग्न लाग्यौँ। पानी परेर मेरो साउन्ड सुन्नुहुन्छ कि हुन्न, तर म ठुलै साउन्डले बोलिरहेको छु। फाइनली हामी चाहिँ सावित्री थुक्पा पसल आइपुग्यौँ। यो चाहिँ वान अफ द बेस्ट थुक्पा पसल हो एन्ड भाइरल थुक्पा पसल हो। आज चाहिँ यत्रो पानी परिरहेको छ, त्यही पनि मान्छेहरूको कम छैन, भिडै छ। अरू बेला त झन् प्याकै हुन्थ्यो सबै। हाम्रो थुक्पा पनि फाइनली आयो। यो चाहिँ वेट गरिरहेको छु। यसको चाहिँ मोमो आउने बाँकी छ। फाइनली यसको मोमो पनि आयो। यहाँ चाहिँ अब तिनैजनाको अर्डर आएपछि चाहिँ हामी तिनैजना बोल्दै हाँस्दै गफ गर्दै खाँदैछौँ। थुक्पा चाहिँ एकदम मिठो मिठो दामी थियो। अनि मोमो पनि टेस्ट गरेँ मैले, मोमो पनि एकदम मिठो थियो। फाइनली हामी चाहिँ खाइसकेर हिँडेको अब घरतिर। काजल, थुक्पा कस्तो लाग्यो? मिठो थियो है। समीक्षालाई मोमो कस्तो लाग्यो? दामी, सबै कुरा दामी पाउँछ यहाँ चाहिँ। म चाहिँ यहाँ हल्का नाटक पारेको। फेरि चढ्नु पर्ने हुन्छ। अघि माथिबाट मुनि झर्दा त सजिलो थियो, अब त सजिलो छैन। मेरो साथी गलिसके। हामी चाहिँ फाइनली निस्क्यौँ, चढिसकेर माथि जाँदैछौँ। आज चाहिँ बिहानदेखि पानी परिरहेको थियो नि त, पानी रोकेकै थिएन। अनि कस्तो राम्रो भ्यू देखिरहेको थियो यहाँबाट चाहिँ। हामी बस्ने घर आइपुग्यौँ। फाइनली हामी चाहिँ हाम्रो रुममा जाँदैछौँ। काजल बाई बाई भन अब। बाई बाई गाइस। ओके गाइस, बाई बाई। सी यु इन नेक्स्ट मिनी ब्लग। किप वाचिङ।